सबैजनालाई जय मसीह। प्रेरितहरूलाई सतावट। प्रधान पुजारीहरूले प्रेरितहरूलाई जेलमा हाले, तर प्रभुको दूतले राति ढोका खोलेर बाहिर ल्याई जीवनको सन्देश सुनाऊ भने। बिहानैदेखि उनीहरू मन्दिरमा शिक्षा दिन थाले। महासभामा ल्याउँदा पत्रुसले भने, हामी मानिसको होइन, परमेश्वरको आज्ञा पालन गर्छौं। उहाँले येशूलाई उठाउनुभयो र मुक्तिदाता बनाउनुभयो। सभा रिसायो, तर गमलिएलले चेतावनी दिए, यदि यो मानिसबाट हो भने नष्ट हुन्छ, तर यदि परमेश्वरबाट हो भने रोक्न सकिँदैन। अन्ततः प्रेरितहरूलाई पिटेर चेतावनी दिई छोडियो। उनीहरू आनन्दित हुँदै निरन्तर घर घरमा र मन्दिरमा येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर प्रचार गर्न लगे। मुख्य सन्देशहरू: 1. परमेश्वरको आज्ञा पालन गर्नु सर्वोपरि। मानिसको आदेशभन्दा परमेश्वरको आज्ञा पालन गर्नै पर्छ। 2. परमेश्वरको शक्ति अपरिवर्तनीय छ। यदि कुनै काम परमेश्वरबाट हो भने कुनै मानिसले रोक्न सक्दैन। अन्त्यमा तपाईलाई यो बाइबलमा कहाँ प्रस्तुत गरिएको छ भनेर थाहा छ भने कमेन्ट गर्न र कस्तो लाग्यो प्रतिक्रिया कमेन्टमा लेख्न, साथै तपाईले आशिष पाउनुभयो भने शेयर गर्न र प्रत्येक दिन यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने सब्स्क्राइब गरेर बेल आइकन अन गर्न नभुल्नुहोला है त। जय मसीह।